안녕하세요. नमस्ते। म अल्फा कोरियन भाषा स्कुलबाट लेखक तथा प्रशिक्षक श्याम विक्रम खड्का। ल तपाईँहरूको लागि चाहिँ आज मैले एउटा नयाँ भिडियो लिएर आएको छु। यो एकदम इम्पोर्टेन्ट ग्रामर सम्बन्धी एउटा विषयवस्तु लिएर आएको छु। यो सबैजनाले चाहिँ राम्रोसँग हेर्नु होला यो भिडियोलाई। ल हामीले आज एउटा यो भब स्ट्रिम प्लस दासिफी भन्ने हो यो ग्रामर छ। यो एकदम इम्पोर्टेन्ट ग्रामर मानिन्छ। यो प्राय इक्जाममा पनि पहिला पहिला आइरहेको थियो। ल आज दुईवटा ग्रामर छ। एउटा दासिबी भन्ने छ, अर्को दन्देय भनिन्छ है। भिएसटी प्लस दन्देय कसरी प्रयोग हुन्छ त्यो दुईटाको बारेमा आज विशेष छलफल छ। त्यसको बारेमा आज अलि विस्तृत रूपमा हामी छलफल गर्न छौँ है त। ल अब हामी अगाडि बढौँ। ल एक नम्बरमा छ हाम्रो भब स्ट्रिम भिएसटी प्लस दासिफी भन्ने छ। यसको अर्थ चाहिँ नेपालीमा बुझेकै, जानेकै, भएकै, भोगेकै अथवा जस्तै भन्ने हुन्छ है। यसको मिनिङहरू धेरै आउँछ हो, र बेला बेलामा हाम्रो बुकहरूतिर यो चाहिँ आइरहेको छ, प्यासेजतिर भयो होइन, काहीँ काहीँ चाहिँ यो देखिरहन्छ। ल यसको काम चाहिँ धेरै हुन्छ, यसको अर्थ पनि धेरै दिन्छ, धेरै मिनिङ दिन्छ यसले है। अब केही कुराहरू चाहिँ बुझेकै हो अथवा जानेकै हो, भएकै हो, भोगेकै कुराहरू, यस्तो कुराहरूलाई चाहिँ यसले देखाउँछ है त। अब के रहेछ त यहाँनिर अलिकति यसको परिभाषा नै अलिक विस्तृत रूपमा छ, डिटेल रूपमा छ, एकचोटि हेर है त, अनि त्यसपछि फेरि छलफल गर्ला। ल यो चाहिँ विशेष गरेर पास्टमा आयो भने चाहिँ हामी के गर्छ, भब स्ट्रिम प्लस है अतात राखेर दासिफी यसरी पनि प्रयोग गर्न मिल्छ यसलाई। ल यो हामीले पहिला पनि हामीले एकचोटि पढिसकेको थियौँ पढ्न चाहिँ क्लासरुमतिर होइन। तर हामी यहाँ चाहिँ अब यो भिडियोबाट चाहिँ हेर्नुभयो भने अझ सबैजनालाई जानकारी पनि हुन्छ। ल यसमा चाहिँ के छ भने यहाँनिर केही कोरियनबाट पनि दिएको छ हो। यसको परिभाषा चाहिँ कोरियनबाट नि छ। यसलाई पनि एकचोटि राम्रोसँग हेरौँ है त हामी सबैजनाले। ल एकचोटि हेरेर हेर्नुहोस् है त ल राम्रोसँग। ल यहाँनिर के छ त भन्दाखेरि इमी आल्गो इक्कना हाम्के खोङ्यु आको इन्नन छङ्बोरल थासे हाम्बन फकिन हाल्ते सुनन थियन भन्छ है। अब भन्ने खोजेको अर्थ चाहिँ यो यसले भन्न खोजेको चाहिँ के हुन्छ नि, पहिले नै थाहा है भइसकेको कुराहरू छ या छैन हो। अनि हाम्के खोयङ आएको हो, यसले चाहिँ के हुन्छ नि पहिला नै हो। अब केही कुराहरू सेयर गरेको, साझा भएको है। खोयङ आएको भनेको चाहिँ साझा भएर रहने। छङ्बोरल थासी भनेको यो जानकारीहरूलाई चाहिँ फेरि हम पनि वाकिन हाल्थे एकपटक चेक जाँच गरिहेर्ने बेला सुनन फेवन भनेको प्रयोग गरिने अभिव्यक्ति भन्छ है। ल यहाँ नेपालीबाट पनि लेखेको छ। ल पहिले नै थाहा छ है अथवा सँगै साझा सेयर गरिएको जानकारी फेरि एकपटक जाँच गर्ने बेला प्रयोग गरिएको अभिव्यक्तिलाई भनिन्छ भन्नु खोजेको। हामीलाई केही कुराहरू चाहिँ पहिले नै थाहा भइसकेको हुन्छ, त्यही कुरालाई चाहिँ हामी सेयर गर्छौँ, एक आपसमा चाहिँ त्यही कुरालाई चाहिँ सेयर गर्छौँ, बाँड्छौँ होइन। हो त्यही कुरा चाहिँ हामीले त्यसो गर्न सकेको अवस्थामा चाहिँ यो दासिफी अथवा पास्ट टेन्स छ भने अर्थात् दासिफी पनि प्रयोग गरिन्छ भनेर जान्नु पर्यो है। ल इम्पोर्टेन्ट ग्रामर हो यो, राम्रोसँग हेर्नु होला। ल अब हामीले 11मा जान्छौँ। नम्बर 1मा यसको केही इक्जाम्पलहरू छ, फोगीबाट हामीले हेर्न सक्छौँ है। ल फोगी के रहेछ सर, 1 नम्बरदेखि जाउँ है त के रहेछ। ल फोगीमा चाहिँ हाम्रो के छ भने सनसिङ द आदि के अरे आसिदा सिफी छनन योचोम हाङ्गुमाहरू छाराल सिस्मिदा भन्छ है। भन्न खोजेको चाहिँ के हुन्छ नि, सरले अथवा गुरुले पनि हो बुझेकै कुरा हो, म आजभोलि कोरियन भाषा राम्रो गर्न सक्छु है। मतलब कोरियन भाषा मलाई राम्रो आउँछ भनेको भने चाहिँ के हुन्छ त, सरले पनि बुझेकै कुरा हो नि त, सरले पनि भोगेकै कुरा हो, जानेकै कुरा थियो हो। सरले पनि जानेकै, गुरुले पनि जानेकै, भोगेकै है कुरा हो। म चाहिँ आजभोलि कोरियन भाषा राम्रो गर्न सक्छु अथवा आजभोलि मलाई कोरियन भाषा राम्रो आउँछ भने के हो। अब यो कुरा चाहिँ के हुन्छ नि, अब उसले भइसकेको हुन्छ, गुरुले भइसकेको कुरा हो। तर भइसकेको कुरा चाहिँ के हुन्छ नि, हामीले फेरि साझा सेयर गर्यो, त्यही कुराहरू फेरि सेयर गर्दा है हजुरले पनि जानेकै कुरा हो, आजभोलि म कोरियन भाषा राम्रोसँग गर्न सक्छु, यसरी प्रयोग हुन्छ है। यो काम लाग्ने चिज छ। ल त्यसपछि हामी अर्को 2 नम्बर जाउँ। नम्बर 2मा के रहेछ अर्को हेरौँ है त। ल 여러분도 느끼다시피 요즘 분위기가 좋지 않아요 भन्छ है। अब भनेपछि यहाँहरूले पनि है निकिदासिफी नुकिदाबाट प्रयोग भयो। नुकिदासिफी यहाँले पनि महसुस गरेकै कुरा हो है, अथवा उहाँहरूले नि महसुस गर्नुभएकै है, महसुस गरेर बुझेकै होइन। आजभोलि है
यो चुम्फुनीका छोची अनि आजभोलि पात्र भने चाहिँ राम्रो छैन हो यहाँले पनि भोगेको कुरा हो यहाँले पनि महसुस गरेको सबैजनालाई थाहा भएको जानकारी भएकै कुरा हो आजभोलि चाहिँ वातावरण राम्रो छैन प्रदूषित छ भन्नु खोजेको हो यो कुरा चाहिँ के भन्छ सबैले थाहा भएको कुराहरू हामीले साझा रूपमा सेयर गर्छौँ यस्तो कन्डिसन यस्तो अवस्थामा चाहिँ हाम्रो दासिफी भन्ने ग्रामर लाग्छ है यो एकदम इम्पोर्टेन्ट ग्रामर हो हामी जतासुकै भेट्न सकिन्छ यो ग्रामरलाई अब हामी त्यसै गरेर नम्बर 3 मा जान्छौँ है अर्को नम्बर 3 मा चाहिँ के भन्छ नि यहाँ के नाम सहित दिएको छ गाना है दुईवटा पर्सन ल यसले के भन्छ भने सुजिन आ भन्छ है मियान हाचिमान फापस किनभने चोम थवाजुल्सी स भन्छ है ल सुजिनजी भन्छ सुजिना सुजिनजी भन्छ मियान हाजिमा माफ गर्नु होला भन्छ है फापस किनभने व्यस्त भएर त्यसो भएकोले तोम चोम थवाजुल्सी स है कृपया सहयोग गर्न सक्नुहुन्छ भनेर भन्छ कि उसलाई चाहिँ अब केही अब अप्ठ्यारो परेको हुन्छ होइन अनि त्यो सिचुएसनमा चाहिँ के हुन्छ नि माफ गर्नुहोस् अलिकति म व्यस्त छु अथवा कुनै पनि काममा कार्यमा व्यस्त छु है त्यसो भएकोले चाहिँ तपाईँले त मलाई सहयोग गर्न सक्नुहुन्छ है काममा सघाउन सक्नुहुन्छ भन्नु खोजेको अनि नाले के भन्छ थोवाचुको शिक्षिमान फोदासिबी नादो फाप्प ल सहयोग गर्ने इच्छा भए तापनि है तपाईँलाई पनि थाहा भएकै कुरा हो तपाईँले पनि जानेकै बुझेकै कुरा हो भएकै कुरा हो होइन म पनि व्यस्त नै छु है हो यो कुरा चाहिँ यस्तो साझा सेयर गर्दाखेरि प्रयोग हुन्छ है यो एकदम इम्पोर्टेन्ट ग्रामर छ है र सबैजनाले राम्रोसँग हेर्नु होला है ल पछिसम्म तपाईँलाई काम लाग्छ है अब यसपछि हामी अर्को ग्रामरमा जान्छौँ अर्को ग्रामर चाहिँ हामीसँग के छ भने यो भिएसटी भर्ब स्ट्रिम प्लस अथवा एडजेक्टिभ दुईटैमा हो यो द्वन्द्व हो भन्ने छ यो अहिले हाम्रो नयाँ च्याप्टरमा पनि छ यो द्वन्द्व हो है यसको नेपालीमा मिनिङ चाहिँ एको थियो अथवा एको थियो नि भन्छ हो थियो नि हो एको थियो अथवा एको थियो नि भन्ने हुन्छ अब हामीलाई चाहिँ यहाँ दुईटा छ यो कम्पेयर गर्न मिल्ने हुन्छ हो हामीले चाहिँ के हुन्छ भर्ब स्ट्रिम प्लस अतात् द्वन्द्व हो यो पनि प्रयोग गर्न मिल्छ है भर्ब स्ट्रिम प्लस अतात् द्वन्द्व हो पनि हुन्छ अनि अर्को चाहिँ के हुन्छ नि हामीसँग सिधै द्वन्द्व मात्रै छ हाम्रो बुकमा चाहिँ के छ भने द्वन्द्व मात्रै छ होइन द्वन्द्व मात्रै छ तर हामीसँग अतात् द्वन्द्व पनि प्रयोगमा आउँछ है यो चाहिँ अब यो बुकमा काहीँ काहीँ फेरि यो पनि प्रयोगमा भइरहेछ कहीँनिर हो लास्ट फाइनल त्यो च्याप्टरतिर लास्टतिर प्रयोगमा आइरहेछ त्यही भएर यो पनि काम लाग्छ ल इक्जाममा आउनु सक्छ त्यही भएर हामीले यसलाई अलिकति ध्यानपूर्वक राम्रोसँग सिकौँ है त ल सिक्यो भने केही छैन सजिलो छ अब 11 एक नम्बरमा चाहिँ के भन्छ नि भर्ब र एडजेक्टिभ दुवैमा लाग्छ हो भर्बमा पनि प्रयोग गर्न मिल्छ यसलाई एडभर्बमा पनि प्रयोग गर्न मिल्छ हो विशेषणमा पनि प्रयोग गर्न मिल्छ है दुवै कन्डिसन अथवा दुवै अवस्थामा चाहिँ यसलाई के गर्न मिल्यो त प्रयोग गर्न मिल्ने भयो ल त्यस्तै गरेर हामीले अर्को जाउँ त्योभन्दा तल्लोपट्टि चाहिँ के छ त भन्दाखेरि हामीलाई यहाँ तल्लोपट्टि चाहिँ वक्ताले व्यक्तिगत रूपमा अथवा आफैले अनुभव गरेको र श्रोताको प्रतिक्रियाको अनुमान गरेको नयाँ तथ्यहरू व्यक्त गर्न प्रयोग गरिन्छ हो वक्ताले अब व्यक्तिगत रूपमा चाहिँ आफैले अनुभव गरेको जस्तो फर्स्ट पर्सनले जुन हुन्छ उसैले आफूले अनुभव गरेको कुराहरू विशेष गरी यसमा फर्स्ट पर्सन लाग्छ भन्नु खोजेको हो अनि अर्को चाहिँ के छ भने श्रोताको जुन चाहिँ हो यहाँ श्रोताको है सुन्ने मान्छेको चाहिँ प्रतिक्रिया है उनले दिने प्रतिक्रियाको अनुमान गरेको नयाँ तथ्यहरू व्यक्त गर्न प्रयोग गरिन्छ भने चाहिँ अब उनीहरूले चाहिँ अब यो जुन चाहिँ प्रतिक्रिया हुन्छ त्यसको चाहिँ एउटा गेस गरिन्छ अनुमान गरिन्छ अनि त्यो कुराबाट चाहिँ हामीलाई केही नयाँ तथ्य सत्य तथ्य कुराहरू नयाँ कुराहरू चाहिँ के हुन्छ व्यक्त गरिन्छ हो त्यस्तो गर्न चाहिँ प्रयोग गरिन्छ भनिन्छ अब हामी यहाँनिर जाउँ के रहेछ त एकचोटि हेरौँ यहाँ चाहिँ के छ त भन्दाखेरि यहाँ चाहिँ अझै फोन यौवागा छेमी इत्तन्दे हुन्छ है ल हिजो हेरेको फिल्म रमाइलो थियो नि भन्छ ल हिजो हेरेको फिल्म रमाइलो थियो नि भन्छ ल हिजो हेरेको फिल्म रमाइलो थियो नि भन्दाखेरि चाहिँ के हुन्छ त यहाँनिर राम्रोसँग हेर्नु है यहाँ के बुझ्नुपर्छ त भन्दाखेरि हामीसँग यो एडभर्ब एडजेक्टिभ छ नि जुन चाहिँ हो एडजेक्टिभसँग हामीले छेमित्ता भनेको एडजेक्टिभ हो त्यस्तोमा प्रयोग भयो हो अब यो फेरि हिजो भनेको अतात् भनेको फेरि पास्ट टेन्स भन्ने हुँदैन यो सिचुएसनमा चाहिँ है पास्ट टेन्सको त्यसमा यहाँ चाहिँ अब यस्तो अतात् जोडेको छैन यो चाहिँ प्रेजेन्ट फर्ममा लाग्छ त्यसपछि यहाँ चाहिँ अतात् जोडिरहेको छ यो चाहिँ पास्ट टेन्समा लाग्छ भन्ने चाहिँ हुँदैन है त्यसको चाहिँ कन्डिसन के हुन्छ नि यो फर्स्ट पर्सनमा पहिलो व्यक्तिले फर्स्ट पर्सनले भोगेको कुराहरू
अनुभव गरेको कुराहरू त्यसको सत्य तथ्य है त्यो कुराहरू पत्ता लगाउन तथ्यहरू पत्ता लगाउन चाहिँ है प्रयोग गर्ने हो विशेष गरी। त्यसै गरी हामीसँग छ अर्को गाले के भन्छ हो ल छेजुतोनन अतेसय भन्छ है ल छेजुतोनन अतेसय भन्छ छेजुतो कस्तो थियो भनेर भन्छ है। अनि नाले भन्छ ख्यङ्चिका छङमल आरामदायक धन्दै भन्छ है दृश्य चाहिँ साँच्चै सुन्दर थियो नि भन्छ हो आरामदायक भनेको नि अनि विशेषण चाहिँ आयो विशेष गरी। अब यस्तो अवस्थामा चाहिँ के हुन्छ नि प्रयोग हुन्छ है उसले भोगेको कुरा अनुभव गरेको कुरा अनि त्यो कुराको सत्य तथ्य नयाँ तथ्यहरू अभिव्यक्त गर्दा चाहिँ प्रयोग भयो। अब हामी जसको सम्बन्धमा के गरेर चाहिँ त्यो पनि हेरौँ है एकचोटि चेक गरी हेरौँ। ल 지난번에 학교에서 갑자기 걸어가는데 좀 힘들던데요 भन्छ है। ल गत पटक चाहिँ 학교에서 है विद्यालयमा चाहिँ 집까지 걸어서 가는데 भन्छ है घरसम्म हिँडेर जाने भएकोले 좀 힘든던데요 है अलिकति गाह्रो थियो नि भन्छ। ल गत पटक है अथवा योभन्दा अगाडि पहिला चाहिँ 학교에서 집까지 भनेको चाहिँ विद्यालयबाट स्कुलबाट घरसम्म है हिँडेर जानुपर्ने भएकोले अलिकति गाह्रो थियो नि भनेर भन्छ। यो चाहिँ उसले के हुन्छ भोगेको सत्य तथ्य कुराहरूलाई चाहिँ के गर्छ अभिव्यक्ति गरेको हो यो सिचुएसनमा प्रयोग गरिन्छ भन्नुहुन्छ। अब हामीसँग यतापट्टि है अब के छ त भन्दाखेरि यता तल्लोपट्टि अलिकति अर्को छ है फेरि अर्कोमा चाहिँ त्यसकै भर्सेस हो है हो भेष्टी प्लस दन्दे हो र भेष्टी प्लस अतात दन्दे हो भने चाहिँ हाम्रो भर्सेस हो। यो चाहिँ एक अर्काको कम्पेयर कसरी तुलना गर्ने भन्ने कुरा चाहिँ यहाँ दिएको छ। अब यही कुरा चाहिँ हामीले एकचोटि अब सर हेर्दै जाउँ है त ल फर्स्ट नम्बर छ एकचोटि हेर्नु होला है सजिलै छ अब त्यति गाह्रो छैन है त। अब अर्कोमा चाहिँ हाम्रो के छ नि एक नम्बरमा चाहिँ भबमा मात्र लाग्छ यो चाहिँ हामीसँग एक्सन भब हुन्छ एक्सन भबमा मात्रै प्रयोग गरिन्छ यसलाई चाहिँ। अब यसको परिभाषा चाहिँ यहाँ तलपट्टि 2 नम्बर दिएको छ है कसरी नेपालीबाट दिएको छ यसमा चाहिँ ल वक्ताले दोस्रो व्यक्तिले अनुभव गरेको र श्रोताको प्रतिक्रियाको अनुमान गरेको नयाँ तथ्यहरू व्यक्त गर्न प्रयोग गरिन्छ भने चाहिँ अब जुन चाहिँ वक्ता छ नि वक्ताले चाहिँ दोस्रो व्यक्तिले अनुभव गरेको हो दोस्रो व्यक्तिले अनुभव गरेको जुन चाहिँ सत्य तथ्य कुराहरू छ अनि जुन चाहिँ श्रोताको सुन्ने मान्छेको चाहिँ जुन प्रतिक्रियाको एउटा अनुमान यसमा नि गेस गरेको नयाँ तथ्यहरू व्यक्त गर्न प्रयोग गरिन्छ भन्छ है। अब जस्तो यहाँनिर केही कुराहरू यहाँनिर दिएको छ त्यो कुरा के रहेछ एकचोटि हेर्नु है राम्रोसँग। ल एक नम्बरमा चाहिँ के छ त भन्दा माधुसिनन फल्स छमछिमबुल मगन धन्देह भन्छ है। ल माधुसिनन फल्स छमछिमबुल मगन धन्देह भन्छ है। ल माधुजीले चाहिँ पहिले दिउँसोको खाना खानु भएको थियो नि भन्छ मिनिङ त एउटै आउने हो हुन्छ है तर यहाँ अतातन्देह भन्ने आउँछ। यहाँ चाहिँ कुन पर्सन आएर यहाँ थर्ड पर्सन आइरहेछ हो अर्को व्यक्ति आइरहेछ दोस्रो मान्छे आइरहेछ यसरी अर्को व्यक्ति दोस्रो पक्षले केही कुराहरू है थर्ड पर्सनले कुनै कुराहरू अभिव्यक्ति गरेको कुरालाई चाहिँ यो सत्य तथ्य कुरालाई अभिव्यक्त गर्दा चाहिँ प्रयोग गरिन्छ भन्ने कुरा हो। ल फल्स छमछिमबुल मगन धन्देह भन्ने छ नि हो पहिल्यै दिउँसोको खाना खानु भएको थियो नि भनेर यसरी प्रयोग गरिन्छ है। अब हामीसँग यहाँ भब पनि के हुन्छ त मक्ता भन्ने भब चाहिँ एक्सन भब हो यस्तो अवस्थामा चाहिँ प्रयोग गरिन्छ यहाँ विशेषण आएको हुँदैन त्यो पनि याद गर्नु। ल 2 नम्बरमा के छ त भन्दा आगुङसिनन आक्का सुरु मासे दन्देह भन्छ है। आगुङजीले चाहिँ आक्का भनेको केही समय अघि रक्सी पिउनु भएको थियो नि भन्छ हो यस्तो अवस्थामा चाहिँ हामीले प्रयोग गरिन्छ है। अब हाम्रो यस्तै गरेर विभिन्न ग्रामरहरूको चाहिँ अब क्वेसन सहित है क्वेसन कस्तो हुन्छ अब यो क्वेसनहरू पनि समेटिएको छ दासीबीदेखि लिएर हरेक ग्रामरदेखि लिएर अब आउटसम्मदेखि लिएर चाहिँ हाम्रो सबै कुरा नयाँ बुकको सबै है फेजिफानहरू सबै कुरा समेटेर चाहिँ अहिले आएको 66 सेट नयाँ परिमार्जित बुक छ कोर्स बुक छ है। अब यसमा चाहिँ हामीले अब सबै कुराहरू समेटेकोले गर्दाखेरि तपाईँ सबैले चाहिँ यो किताब फेरि हो एकचोटि पढ्नुपर्ने अनिवार्य पढ्नु होला र यो चाहिँ अब कस्तो छ भने तपाईँले पछि युट्युबबाट पनि आउँछ त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ है। अब क्लासमा पनि हुन्छ युट्युब पनि हुन्छ बाहिर हुन विद्यार्थीहरूले पनि यो किनेर पढ्नुभयो भने अब आउने फाइनल एक्जामलाई ठुलो सहयोग पुर्याउँछ र 100मा 100 अथवा एउटै 90 ग्यारी गर्न सबै क्वेसन मिलाउनलाई
एकदम ठुलो एउटा सहयोग गर्नेछ है। ल यति भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। खामसामिदा, धन्यवाद।